हेलो सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। म चाहिँ बाहिर हेरेँ बिहान वेदरहरू के कस्तो रहेछ। पानी पिउँदै पिउँदै घुमेँ नि त बाहिरतिर। हेलो सबैजनालाई, मेरो चाहिँ मिनी ब्लगहरू अघि सुरु भइसकेको छ। मैले पानी सानी पिएर पनि सबै मुख सुख अघि नै धोएको हो। अहिले फिलहाल चाहिँ म पिउँदैछु चिया पिएर चाहिँ बाहिर बडाल कुडाल गर्नु र फुलमा पानी हाल्नु मेरो छ। आज चाहिँ त्यसपछि नुहाइँदै पूजाआजा मात्रै हुन्छ, पकाइ खानु भ्याउँछु भ्याउँदिनँ। आज मेरो आफै पकाउनु पर्छ नि त, व्रत हो, फलाएर बनाउनु पर्छ। भ्यायो भने बनाएर खान्छु, बिहान नै केराहरू एप्पलहरू किनेर खानुपर्छ। हिजो लिएको पनि छुइनँ नि त मैले। अब चाहिँ चिया पिउँदैछु, चिया चाहिँ पिउँछु म, पानी र चिया चाहिँ व्रतमा। भेट्दै गरौँ। अनि आज चाहिँ हस्बेन्डको भान्सा दाल पकाउनु भएको रहेछ। यहाँ चाहिँ मुन्टा र आलु भुट्नु हुँदै रहेछ। म चाहिँ बाल्टी लिएर निक्लिएँ। पानी हाल्नुपर्छ, बढाल्नु पनि पर्छ नि त, डबल काम चाहिँ एकैचोटि गर्नु पऱ्यो भनेर म निक्लेको। किनभने पानी उभिएर पर्खिएर हालिरहनु त पुरा गाह्रो लाग्छ नि त मलाई चाहिँ। अनि यता पानी खोलिराखेँ, अनि उता चाहिँ अब झाडु लाउनुपर्छ। झाडु चाहिँ आजकल हराउँछ र चाहिँ हस्बेन्डले एउटा कुनामा राखिदिनु भएको छ। मैले झाडु खोजेँ। फर्स्ट चाहिँ यो सिँढीबाट लेखेँ चाहिँ माथि घर जाने हो नि त। यहाँ चाहिँ म अस्ति लडेको। यहाँ चाहिँ यो पानी ओभरफ्लो हुन्छ, कस्तो घिनलाग्दो हुन्छ, मलाई नै सिकसिक लाग्छ। अनि यतादेखि नै सुरु गरेँ बढाल्नु पनि। बढाल्दै जानु पऱ्यो नि त सबैतिर। यहाँ चाहिँ कमिला पुरा लागेको थियो, लुगा यहाँ बाल्टीमा हालिरहेको छु। तारमा कमिला आउँछ नि त। मेरो चाहिँ स्ट्रबेरी फलेको थियो, केले खाइदिन्छ। त्यहाँ एउटा चाहिँ कुहिरहेको रहेछ। थुप्रै स्ट्रबेरी रोपेको थिएँ, तर अब नस्याहारेर मऱ्यो। यो चाहिँ बाँचिरहेको छ अझै पनि। अनि यसले नै फलिरहन्छ। म चाहिँ फेरि याद पनि गर्दिनँ, त्यो खाइदिइहाल्छ नि त, स्कोरेल आउँछ होला हौ सायद कि। अनि मेरो यो जली चाहिँ आएको छ। यो चाहिँ स्ट्रे भएको छ नि त, मैले यहाँ बढालेको अगाडि र पछाडि गर्दैछ ऊ चाहिँ। अनि यता बढाल्दै लानु। यो पानी परेर कस्तो भएको छ नि त। यता पानी भर्यो, अनि चाहिँ फेरि फुलमा पानी हाल्दै गर्नु पऱ्यो। यहीँ पहिला सुकेको छ, यहीँ चाहिँ पहिला मैले पानी हाल्दैछु। अनि यता हालिसकेपछि फेरि अझै बाल्टीमा पानी छ, त्यसकोले गर्दा यहाँ झुन्डाको फुलहरूतिर पनि हालेँ। यहाँ चाहिँ अलिक कम्ती हाल्नुपर्छ, बछिटाले भेट्छ नि त। माथिकोमा चाहिँ मजाले हाल्नुपर्छ। फेरि बढाल्नु थालेँ। यहाँ बढाल्दै जाँदा यता बारीपट्टि चाहिँ फेरि यो नीलकमल पुरा फुलेको छ। किराले मुन्टो सबै पिल्छाइदिएर पनि यतिको चाहिँ फुलेकै हो यसले, नभए त ठुल्ठुलो थुङ्गा हुने। एउटा चाहिँ मैले भाँचाएर ल्याउँदैछु। अनि घरभित्र मैले अर्ग्यानिक बुके बनाएको थिएँ नि त हिजो, फाँडफुँड गर्दा अमलाको पत्ताहरू निकालेर। अनि त्यसमा चाहिँ लगाइदिएँ, मेरो शिवजीको अगाडि ठक्कै राखिदिएँ। अनि फेरि कहाँ टोल्ने पाउँछ र यता सुतेर लडेर पर्खिरहेको छ यसले हो, सकेको छैन नि त यसको काम। फेरि सुरु गरेँ यो बढाल्नु, त्यसपछि झार पनि उखाल्दै गर्नुपर्छ। अब चाहिँ डेली पानी पर्दैछ नि त, त्यसले गर्दा पुरा साह्रो पर्छ। अझै कति झार त उखाल्नु भ्याएकै छैन। फेरि उठ्दाखेरि पानी परिरहेको हुन्छ र कति झन् बेसी झार उम्रिन्छ। अनि म चाहिँ बेला चाहिँ उखाल्दै गर्छु, मैले बढाल्दा चाहिँ उखाल्छु। यता साइड चाहिँ बाहिर बाटोपट्टि हो, यहाँदेखि उता चाहिँ हाम्रो मेन गेटदेखि उता चाहिँ मूल बाटो छ नि त। बाटो चाहिँ आज सफा गर्नु भ्याएन, हिजो पनि भ्याएन, आज पनि गरेन। अनि फेरि आएँ म, यहाँ पानी भरिएको रहेछ। त्यसपछि चाहिँ यता उताको फुलहरूलाई निकै लाउनु थियो नि त, माथि ऱ्याकतिर राखेको फुलहरू सबै जुत्ता चप्पल हटाउनुपर्छ, फेरि भिज्छ। अनि मैले चाहिँ यहाँ सबैतिर फुलतिर पानीहरू लगाइदिएँ। मेरो यहाँ मनी प्लान्टको पनि यो मस स्टिकतिर पनि लगाइदिएँ। यहाँ चाहिँ विशेष गरी सुक्छ, पानीले भेट्दैन चाहिँ। अनि यहाँ सानो किचनको अगाडि मान्छे छैन अहिले, यहाँ पनि मेरै फुल छ नि त, मैले लगाइदिएँ। अनि झुसले पनि रहेछ, टिपेर फ्याँकेँ। यो पनि दामी भएको छ है। अनि चाहिँ अब चाहिँ मलाई ढिलो भइसकेको छ नि त, यो बाल्टी सबै पखालेर चाहिँ लानुपर्छ। मेरो बाल्टी पनि फुटिरहेको छ। अनि अब चाहिँ म भित्र आएँ, नुहाइधुवाइ गर्नुपर्छ, किनभने ढिलो हुँदैछ, नुहाउनु टाइम लाग्छ, कपाल लामो छ नि त। लु फाइनल्ली नुहाइधुवाइ गरेर निक्ल्यो, ढिलो भइसकेको छ। म एउटा जादु देखाउँछु ल, यहाँनिर हेर्नु। ढेन मैले हिजो मिनी ब्लगमा हालेको थिएँ, यो सफा गरेको 1.5 घन्टा लगाएर हिजो सफा गरेको थिएँ। आज जस्तोको त्यस्तै ढिलो भएर के चाहिँ खोजेको उसले हेर्नु नि। अझै यता पनि यो थुपारेछ। म चाहिँ अब छिटो पूजासुजा गर्छु, अलिक तयारी हुन्छु। यो क्रिम पाउडर लाउनु पऱ्यो नि हो। त्यसपछि आज त हलुवा बनाउनु पनि भ्याएन, पुरा ढिलो भइसक्यो नि त। अब फ्रुटै खान्छु, फ्रुटै चढाउँछु, अन्त जान्छु, अहिले भेटौँ। अनि त्यति गरिसकेर म चाहिँ फुल टिप्नु गएँ। फुलहरू चाहिँ चारैपट्टि मजाले फुलेको छ नि त, सबै कलरको छ, सबै देवी देवतालाई मजाले हुने। अनि छिट्टो पूजा गरिसकेर चाहिँ अब चाहिँ म रेडी भएर चाहिँ निक्लिँदैछु। ढिलो हुँदैछ नि त। अनि ताला चाबी खोजेँ, ताला लगाएर चाहिँ यसो निक्लिँदै थिएँ। छाता त यहाँ पो झुन्डिरहेको रहेछ, भरे बेलुका त चाहिन्छ, कोही बेला पानी पर्छ नि त। अनि चाहिँ म त्यो छाता टिपेर झोलामा हालेँ। अन्त यताउता के छ कसो छ यसो हेर्नु पऱ्यो नि, जाने बेलामा हेरेर चाहिँ म निक्लिँदैछु यहाँ गेटदेखि बाहिर। अब चाहिँ उकालो सिँढी लाग्नुपर्छ नि त। अनि बाटोमा चाहिँ मैले हेमा दिदी भेटेँ, दुईजना गफ गर्दै गर्दै फेरि कृषि भवनपट्टिबाट जाँदा अलिअलि ढिलो भयो।
अब चाहिँ सेन्टर आइसकेर लुगा फेरेर यताउता गरेर बसिरहेको छु। केटाकेटीहरूसँग दिन बित्छ यसरी नै के गर्दा कसो गर्दा उनीहरूलाई अनि बेलुका चाहिँ मैले यो मिठाई बाँडिदिएँ। एकजनाले ल्याएको थियो नि त नानीको बर्थडे थियो र अस्ति थिएछ बर्थडे र मिठाई चाहिँ ल्याइदिनु भएको थियो। नानीहरू जाने टाइम भयो 1 बज्यो अनि गयो नानीहरू। मेरो पनि अब चाहिँ जाने टाइम भइसकेको छ। 4 बजिसकेको छ। 1-2वटा काम थियो खासमा चाहिँ तर नेट नचलेर पुरा ढिलो भयो। 2टा 3टा पनि राम्रोसँगले काम भएन। नेट चलेको भए चाहिँ सबै सकेर म आउनु पऱ्यो भनेको थिएँ तर भएन। अनि मैले कपाल खोलेको चिसै रहेछ मेरो कपाल चाहिँ। अनि म चाहिँ आएँ गाउँ यस्तै हुन्छ बजारतिरको। एकदमै कन्जेस्टेड हुन्छ नि त। बाहिर चाहिँ अलिकति उग्रेकै थियो पारी चाहिँ तुवालो लागेको रहेछ हौ। त्यो बादल हो कि तुवालो अनि यो पाइपमा चाहिँ हिँड्नु साह्रो पर्छ है। जहिले म यही देखाउँछु है। त्यहाँबाट आज चाहिँ आरामले रोड क्रस भएँ। आज कहाँ चाहिँ जाम डरलाग्दो लागेको छ र यहाँ चाहिँ खुल्ला छ। यसरी खुल्ला चाहिँ होइन घाम लागिरहेको छ इभिनिङको मजाको अनि घाम लाग्दा मजाको देख्छ नि त यो खाङ्ग्रे पेट्रोल पम्पको एरिया। त्यसपछि म आइपुगिसकेको छु डाँडागाउँ। डाँडागाउँमा चाहिँ मैले भेटाएँ कल्पनालाई। कल्पनाकोमा चाहिँ रहेछ सिमराया। अस्ति चाहिँ मैले सब्जी किन्दा सिमराया चाहिँ पाएको थिइनँ नि त मैले चाहिँ लिएर आएँ। अनि घर आमा हो यसरी केही न कुछ त बोकेर हिँड्नै पऱ्यो नि त है। त्यो म चाहिँ घर आइपुगेँ कि आइपुगे चाहिँ अझै अलिक ढिलो भएको थियो। आउनु बित्तिकै म चाहिँ यहाँ अब बसेर सधैँ पनि यतै बस्छु नि त उज्यालोमा चाहिँ। अन्त गाउँ खाने कथा बनाऊँ भनेर सम्झिएर चाहिँ म यहाँ बसेको तर आउँदा चाहिँ आम्मामा यहाँ तल्लोपट्टि चाहिँ घर बनाउँदैछ नि त। अनि 1 सेकेन्ड रोकिन्छ, एकछिन रोकिन्छ फेरि सुरु हुन्छ। सुरु भयो। अनि अब गाउँ खाने कथा बनाउनु त यिनीहरूले काम गर्छ 5:30हरूसम्म। अनि बनाउनु टाइम लाग्छ कोही बेला मिस्टेक हुन्छ उनीहरूको हल्ला त्यस्तो भगवान्। गाउँ खाने कथा पनि बनाएँ पोस्ट पनि गरेँ अनि हस्बेन्ड आइपुगेर चिया खाँदै खाँदै कमेन्टहरू हेरेँ। खानापिना पकाइ खाएँ। आज चाहिँ मैले भात नै खाएँ। सधैँ चाहिँ भात खान्थिनँ व्रतमा है भात नै खाएँ। अनि सबै सानाक सबै सकेर नानीले भाँडा धुँदै थियो। म चाहिँ यता मिनी ब्लग एडिट गर्नु बसेको थिएँ नि त। अनि आज चाहिँ अघिल्लोको सिमरायोहरू केलाउँथ्यो तर भ्याएन। यो मिनी ब्लग मैले एडिट गर्दा गर्दा पुरा टाइम पो लाग्यो। आज त निकै टाइम लाग्यो। आज पोस्ट गर्नु पनि गाह्रो पो लाग्यो। कुनि के भयो यस्तो कुराहरू एडिट गर्नु साह्रो पर्छ। अन्त अब यो मेरो कोसिस हो त्यो भएर पनि हुनसक्छ मैले नजानेर पनि हुनसक्छ। मलाई पुरा टाइम लाग्यो। आज चाहिँ 1 घन्टा 1.5 घन्टा जस्तो टाइम लाग्यो। फिजुलको टाइम जस्तो लाग्छ कहिलेकाहीँ है तर यति बेलाको टाइम ठिकै छ। यो रात आफ्नै हो नि त। दिन अरूको भए पनि होइन ड्युटीको भए पनि रात त आफ्नै हो। रात बिरात लगाएर मैले एडिट चाहिँ गरेँ। अब कतिजनाले हेरिदिन्छ कतिजनाले हेरिदिँदैन है। र मेरो मिनी ब्लग चाहिँ म यहीँ समाप्त गर्छु। बाई थ्याङ्क्स फर वाचिङ। हेरिदिनु हुनेहरूलाई चाहिँ धन्यवाद।